सार्वजनिक यातायातको भाडा घटाउन आनाकानी गरिएको छ। किशोर पौडेलको रिपोर्ट। नेपाल आयल निगमले गत असोजमा पहिलो पटक पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारको मूल्यमा गिरावट आएपछि स्वचालित प्रणाली अनुसार मूल्य घटाएको थियो। त्यसपछि 8 पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ। पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दा पनि सार्वजनिक यातायातको भाडा भने घटेको छैन। बरु भाडा निर्धारण भएपछि राजपत्रमा प्रकाशित भएको हुनुपर्ने व्यवस्था भएकाले कानून मन्त्रालय मार्फत मुद्रणमा पठाएको र आगामी अङ्कमा प्रकाशित भएपछि स्वतः लागू हुने सरकारी निकायको जवाफ छ। राजपत्रमा पठाइसकेको छ। यो पहिलो पटक भएर हामीले पनि कानुनमा गरेर सम्पादन 2049 सालमा यो ऐन आइसकेपछि यो प्रक्रिया चाहिँ राजपत्रमा निकाल्ने प्रक्रिया पहिलो पटक सुरु गरेको छ। यो पहिलो पटक चाहिँ अलिकति गाह्रो छ। पछि त सिस्टमेटिक भएर गइहाल्छ। हामी निर्णय गर्छ 2 तारिकमा निकाल्न सकिहाल्छौँ। मलाई लाग्छ यो मैले उहाँलाई पनि रिक्वेस्ट गरिरहेको छु। उहाँले पनि गरिदिन्छ। अब राजपत्रमा सबै मन्त्रालयबाट जानेर र छापखाना भएकोले उहाँले आगामी हप्ता चाहिँ सम्म चाहिँ आइसकेको हुन्छ राजपत्रमा। जब पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन्छ तब राज्य वैज्ञानिक भाडा पद्धतिको विषय उठाउँछ। तर भाडा घटेको बेला भने त्यसलाई कायम गर्न तदारुकता देखाइएको छैन। कानुनी जटिलता देखाएर यस्तो ढिलासुस्ती गर्न मिल्छ? अब सरसर्ती देख्दाखेरि त के देखिन्छ भने अब यसमा व्यवसायीहरूले भाडा नघटाइरहेको अवस्था। त्यसको निम्ति सरकारले चाहिँ आफ्नो संयन्त्र कमजोर भएको कारणले गर्दा सरकारले आफ्नो चाहिँ त्यसलाई चाहिँ पालना गराउन सक्ने स्थिति देखिँदैन र त्यसको परिणामस्वरूप चाहिँ अब यात्रुले जनताले होइन सर त्यसको चाहिँ पिरमार्का खेप्नु परिराखेको छ। कहिले छलफल त कहिले कानुनी जटिलता भन्दै 5 महिना बित्नाले जनतालाई फाइदा हुने ठाउँमा काम गर्न सरकारी संयन्त्र कति उदासीन छ भन्ने छर्लङ्ग भएको छ। सार्वजनिक यातायातको प्रयोग गरे बापत सर्वसाधारण जनता ठगिरहने, राज्य टुलु हेरेर बसिरहने, यो समस्या अझै कति समय रहिरहने हो कसैले भन्न सक्ने अवस्था छैन। पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको यति लामो समय भइसक्दा पनि राज्य घटाउनेतर्फ प्रक्रियागत समस्या देखाएर अल्झिरहेको छ। कान्तिपुर समाचारका लागि क्यामेरामा सञ्जय लुइटेलका साथमा किशोर पौडेल, काठमाडौँ। छात्रालाई एसिड प्रहार गर्ने युवालाई कारबाहीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। राजधानीको बसन्तपुरमा युवा, विद्यार्थी तथा विभिन्न संघ संस्थाले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बसन्तपुर स्थित महानगरीय प्रहरी परिसर अगाडि विरोध गरेका थिए। बसन्तपुर स्थित एक ट्युसन सेन्टरमा रहेका बेला 2 जना छात्रालाई गत आइतबार बिहान एसिड प्रहार गरिएको थियो। उनीहरूमध्ये 1 जना उपचारपछि घर फर्किएको छिन् भने अर्को 1 जनाको अहिले पनि उपचार जारी रहेको छ। प्रहरीले एसिड प्रहार गर्ने युवाको खोजी जारी रहेको जनाएको छ। शिक्षकहरूलाई राजनैतिक दलका साथै गैर सरकारी संस्था र सहकारीका जिम्मेवार पदमा नबस्न भनी शिक्षा मन्त्रालयले परिपत्र जारी गरे पनि दोलखामा कार्यान्वयन हुन सकेको छैन। जिल्ला शिक्षा कार्यालय दोलखाले त्यस्ता शिक्षकलाई परिपत्र जारी गरेर विद्यालयप्रति जिम्मेवार हुन आग्रह गरे पनि शिक्षकहरूले भने अटेर गर्दै आएका छन्। दोलखाबाट केदार शिवाकोटीको रिपोर्ट। जिल्ला शिक्षा कार्यालयमा भेटिएका शिक्षक टीका घिमिरेले शिक्षण र अन्य पेशालाई सँगै लान नसक्ने ठहर गर्दै राजीनामा दिएको बताएका छन्। शिक्षकहरू पढाउनेतिर भन्दा पार्टीको नेतादेखि गैर सरकारी संस्था, सहकारी लगायतमा पद ओगट्ने होडमा लागेका कारण सामुदायिक विद्यालयको शैक्षिक स्तरमाथि उठ्न नसकेको घिमिरेको ठम्याइ छ। जुन साथीहरूले एकातिर पेशा र अर्कोतिर जागिरलाई चाहिँ करिब पेशा भन्ने बित्तिकै 1 नम्बरमा चाहिँ पेशा, 2 नम्बरमा जागिर हुने गर्दो रहेछ। धेरै मान्छेहरूका कुराहरू मैले त्यसरी देखेँ। अनि मैले त्यही खालको कुरा म कहाँ आउँछ भन्ने खालको पनि मलाई लागिरहेको र मैले बेलामा 17 वर्ष उमेर बाँकी छ अनिवार्य अवकाश हुनको लागि 17 वर्षको पिरियडमा त म अरू काम गर्न सक्छु। सरकारी राशन खाएर राजनीति, सहकारी, गैर सरकारी संस्थाका लाभका पदमा सक्रिय रहेका यस्ता शिक्षक विद्यालयमा पुगे नपुगेको अनुगमन भइरहे पनि दोलखामा सुधार भने भएको छैन। केही रूपमा अब अनियमित भएको चाहिँ पाइएको छ। अनियमित भएकालाई तुरुन्तै स्पष्टीकरण सोधेर चाहिँ कारबाही सुरु गरिएको छ। पहिलोपल्ट सचेत गराउने काम गरिएको छ। अहिलेसम्म सचेत गराउँदाखेरि फेरि दोहोर्याएर जाँदाखेरि त्यस्तो अवस्था देखिएको छैन। सचेतले नै काम गरेको छ। शिक्षा विभागले यस्ता शिक्षकलाई विद्यालय बाहिरको लाभको पदबाट राजीनामा दिएर विद्यालयमा जिम्मेवार बन्न परिपत्र जारी गरे पनि शिक्षकहरूले अटेर गर्दै आएका छन्।
यस्ता शिक्षकले राजनीतिक आडमा अटेर गरेको भए पनि सचेत गराउँदा समेत नसुध्रिए कारबाही गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। एउटा त हामी कानुनी रूपमा अगाडि बढ्छौँ, त्यसको त्यति धेरै दह्रो कानुनी गर्न नहुने कारबाहीका कुराहरू स्पष्ट छैनन्। त्यति हुँदाहुँदै पनि पेशा 2-4वटा पेशामा संलग्न हुने, राजनीतिमा संलग्न हुने, सहकारीमा संलग्न हुने, विभिन्न सङ्घ सङ्गठनमा आबद्ध हुने, त्यो भनेको पेशागत धर्मिता विरुद्धको कुरा हो। राजनीति र अन्य लाभको पदमा बस्दा मनोवैज्ञानिक रूपमा आफू पहुँचवाला हुने, आर्थिक अवस्था सुदृढ बनाउने जस्ता गतिविधि गरेर यस्ता शिक्षकले शिक्षण पेशालाई नै बदनाम गरिरहेका छन्। कान्तिपुर समाचारका लागि केदार शिवाकोटी, दोलखा। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा सरकारले पेश गरेको भूमि अधिग्रहण सम्बन्धी विधेयकलाई लिएर संसदको तल्लो सदन लोकसभामा हंगामा मचिएको छ। विधेयक किसान विरोधी भएको भन्दै विपक्षी दलहरू कांग्रेस, आम आदमी पार्टी, तृणमूल कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दल, बिजु जनता दलले संसदको बैठक बहिष्कार गरेका छन्। तृणमूल कांग्रेसका सांसदहरूले संसद भवन बाहिर पनि विरोध प्रदर्शन गरेका थिए। सरकारले गत डिसेम्बरमा जारी गरेको अध्यादेशलाई अहिले संसदमा पेश गरेको हो। संसदको तल्लो सदनमा सत्तारूढ भारतीय जनता पार्टीको बहुमत रहेको छ। माथिल्लो सदन राज्यसभामा भने सरकारसँग बहुमत छैन। विधेयकलाई संसदको समितिमा नपठाई सोझै लोकसभामा प्रस्तुत गरेर सरकारले संसदीय परम्परा मिचेको विपक्षीको आरोप छ। यता विधेयकको विरोध गर्दै भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारे दिल्लीको जन्तर मन्तरमा धरनामा बस्नु भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि सो धरनाप्रति ऐक्यबद्धता जनाउनु भएको छ। यसैबीच भाजपा अध्यक्ष अमित शाहले सो भूमि अधिग्रहण सम्बन्धी विधेयकमाथि किसानको अवधारणा बुझ्न 8 सदस्यीय कमिटी गठन गर्नु भएको छ। भूमि अधिग्रहण सम्बन्धी यस विधेयकले भौतिक पूर्वाधार परियोजनाहरूका लागि जमिन प्राप्त गर्ने नियमहरूलाई सहज बनाएको छ। समाचार अझै बाँकी छन्, तर बेला भएको छ ब्रेकको। Reliance Cement, Lucky Jewelers, New Road, Kathmandu, Jagdamba Steel, Milestone School, Lagankhel, Lalitpur, Kailash Vikas Bank Limited, Pantene, Shikhar Shoe. बाकी समाचार को साथ में। खेलकूद समाचार प्रायोजक TU Topper in BSW, Xavier International College, Kalapul, Kathmandu. Pran Litchi Drink, Pran Potato Cracker. आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजले लगातार दोस्रो जित हात पारेको छ। समूह बी अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई 73 रनले हराएको छ। अस्ट्रेलियाको क्यानबेरामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले 50 ओभरमा 2 विकेट गुमाउँदै 372 रन बनाएको थियो। यसअघिका 2 खेलमा एकमा जित र एकमा हार बेहोरेको वेस्ट इन्डिजले आज पनि खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो। उसका ओपनर डायन स्मिथ स्कोर गर्न नपाउँदै पभिलियन फर्किए। तर त्यसपछि क्रिस गेल र मार्लोन स्यामुएल्सले वेस्ट इन्डिजलाई पूर्ण रूपमा सम्हाले। गेल र स्यामुएल्सले दोस्रो विकेटका लागि 372 रनको साझेदारी गरेका थिए। यस क्रममा गेलले 215 रन प्रहार गरे। गेलसँगै मार्कल स्यामुएल्सले पनि 133 रन जोडे। 373 रनको लक्ष्य पाए पनि मौसमका कारण दोस्रो इनिङ 48 रनमा झारिएको थियो, जसका कारण जिम्बाब्वेले 363 रनको नयाँ लक्ष्य पायो। तर जिम्बाब्वेको सुरुवात पनि राम्रो हुन सकेन। जिम्बाब्वेले 46 रन जोड्दासम्म 3 विकेट गुमाएको थियो, तर सेन विलियम्स र क्रिस इर्सनले जिम्बाब्वेको पारी सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। क्रिस 52 रनमा आउट भए पनि विलियम्स 76 रनमा पभिलियन फर्किए। त्यसपछि क्रिजमा आएका जिम्बाब्वेका खेलाडी खासै जम्न सकेनन् र 44 ओभर 3 बलमा 289 रनमा अल आउट भए। जिम्बाब्वेलाई कम स्कोरमा रोक्ने क्रममा जेरोमे टेलर र जेनोन्स होल्डरले 3-3 विकेट लिएका थिए। यस्तै क्रिस गेलले 2 विकेट हात पारे। प्रतियोगिता अन्तर्गत भोलि आयरल्यान्ड र यूए बीच खेल हुनेछ। यसैबीच आईसीसी विश्वकपको समूह बी को खेलमा वेस्ट इन्डिजले जिम्बाब्वे विरुद्ध 372 रनको योगफल तयार पार्दा ओपनर क्रिस गेलले विश्वकपको इतिहासमा पहिलो दोस्रो शतक पूरा गरे। क्यानबेराको मानुका ओभलमा गेलले 215 रन बनाउँदै विश्वकपमा दोस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन्। 46औं ओभरमा टेन्डाई चतराको बलमा चौका प्रहार गर्दै गेलले दोस्रो शतक बनाए। विश्व क्रिकेटमा उनको दोस्रो शतक 5औं भने दोस्रो शतक प्रहार गर्ने उनी पहिलो गैर भारतीय खेलाडी हुन्।
खेलकुद समाचार यति नै। जाँदा जाँदै मुख्य समाचार एकपटक फेरि। विकट हिमाली जिल्ला मुगु पुग्ने बाटो पुसदेखि अवरुद्ध, हवाई सेवा पनि ठप्प। मुगुवासीलाई चरम शास्ति, सदरमुकाममा समेत खाद्य सङ्कट। नेपाली सेनाका उपरथी राजेन्द्र छेत्री रथीमा बढुवा, राष्ट्र ब्याङ्कको गभर्नर नियुक्तिका लागि सुपारिस समिति गठन। भारतको लोकसभामा भूमि अधिग्रहण सम्बन्धी विधेयकलाई लिएर हंगामा, विपक्षद्वारा बैठक बहिष्कार, विधेयककै विरोधमा अन्ना हजारे धरनामा। र क्रिस गेलको कीर्तिमानी दोहोरो शतकका साथ विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई लगातार दोस्रो दिन जिम्बाब्वे 73 रनले पराजित। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। गरे पेसा भन्ने बित्तिकै 1 नम्बरमा चाहिँ पेसा, 2 नम्बरमा जागिर हुने गर्दो रहेछ। धेरै मान्छेहरूका कुराहरूमा त्यसै देखेँ। अनि मैले त्यही खालको कुरा म कहाँ आउँछ भन्ने खालको पनि मलाई लागिरहेको र मैले बेलामा 17 वर्ष उमेर बाँकी छ अनिवार्य अवकाश हुनको लागि। 17 वर्षको पिरियडमा त म अरू काम गर्न सक्छु। सरकारी राशन खाएर राजनीति, सहकारी, गैर सरकारी संस्थाका लाभका पदमा सक्रिय रहेका यस्ता शिक्षक विद्यालयमा पुगे नपुगेको अनुगमन भइरहे पनि दोलखामा सुधार भने भएको छैन। केही रूपमा अब अनियमित भएको चाहिँ पाइएको छ। अनियमित भएकालाई तुरुन्तै स्पष्टीकरण सोधेर चाहिँ कारबाही सुरु गरिएको छ। पहिलोपल्ट सचेत गराउने काम गरिएको छ। अहिलेसम्म सचेत गराउँदाखेरि फेरि दोहोर्याएर जाँदाखेरि त्यस्तो अवस्था देखिएको छैन। सचेतले नै काम गरेको छ। शिक्षा विभागले यस्ता शिक्षकलाई विद्यालय बाहिरको लाभको पदबाट राजीनामा दिएर विद्यालयमा जिम्मेवार बन्न परिपत्र जारी गरे पनि शिक्षकहरूले अटेर गर्दै आएका छन्। यस्ता शिक्षकले राजनीतिक आडमा अटेर गरेको भए पनि सचेत गराउँदा समेत नसुध्रिए कारबाही गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। एउटा त हामी कानुनी रूपमा अगाडि बढ्छौँ, त्यसको त्यति धेरै दरो कानुनी गर्न नहुने कारबाहीका कुराहरू स्पष्ट छैनन्। त्यति हुँदाहुँदै पनि पेशा 2-4वटा पेशामा संलग्न छैन। कानुनी जटिलता देखाएर यस्तो ढिलासुस्ती गर्न मिल्छ? अब सरसर्ती देख्दाखेरि त के देखिन्छ भने अब यसमा व्यवसायीहरूले भाडा नघटाइरहेको अवस्था, त्यसको निम्ति सरकारले चाहिँ आफ्नो संयन्त्र कमजोर भएको कारणले गर्दा सरकारले आफ्नो चाहिँ त्यसलाई चाहिँ पालना गराउन सक्ने स्थिति देखिँदैन र त्यसको परिणामस्वरूप चाहिँ अब यात्रुले, जनताले होइन सर त्यसको चाहिँ पिरमार्का खेप्नु परिराखेको छ। कहिले छलफल त कहिले कानुनी जटिलता भन्दै 5 महिना बित्नाले जनतालाई फाइदा हुने ठाउँमा काम गर्न सरकारी संयन्त्र कति उदासीन छ भन्ने छर्लङ्ग भएको छ। सार्वजनिक यातायातको प्रयोग गरे बापत सर्वसाधारण जनता ठगिरहने, राज्य टुलु हेरेर बसिरहने, यो समस्या अझै कति समय रहिरहने हो कसैले भन्न सक्ने अवस्था छैन। पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको यति लामो समय भइसक्दा पनि राज्य घटाउनेतर्फ प्रक्रियागत समस्या देखाएर अल्झिरहेको छ। कान्तिपुर समाचारका लागि क्यामेरामा सञ्जय लुइटेलका साथमा किशोर पौडेल, काठमाडौँ। छात्रालाई एसिड प्रहार गर्ने युवालाई कारबाहीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। राजधानीको बसन्तपुरमा युवा, विद्यार्थी तथा विभिन्न संघ संस्थाले दोषीलाई कारबाही र पीडितलाई हुने, राजनीतिमा संलग्न हुने, सहकारीमा संलग्न हुने, विभिन्न संघ संगठनमा आबद्ध हुने, त्यो भनेको पेशागत धर्मिता विरुद्धको कुरा हो। राजनीति र अन्य लाभको पदमा बस्दा मनोवैज्ञानिक रूपमा आफू पहुँचवाला हुने, आर्थिक अवस्था सुदृढ बनाउने जस्ता गतिविधि गरेर यस्ता शिक्षकले शिक्षण पेशालाई नै बदनाम गरिरहेका छन्। कान्तिपुर समाचारका लागि केदार शिवाकोटी, दोलखा। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा सरकारले पेश गरेको भूमि अधिग्रहण सम्बन्धी विधेयकलाई लिएर संसदको तल्लो सदन लोकसभामा हंगामा मचिएको छ। विधेयक किसान विरोधी भएको भन्दै विपक्षी दलहरू कांग्रेस, आम आदमी पार्टी, तृणमूल कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दल, बिजु जनता दलले संसदको बैठक बहिष्कार गरेका छन्। तृणमूल कांग्रेसका सांसदहरूले संसद भवन बाहिर पनि विरोध प्रदर्शन गरेका थिए। सरकारले गत डिसेम्बरमा जारी गरेको अध्यादेशलाई अहिले संसदमा पेश गरेको हो। संसदको तल्लो सदनमा सत्तारूढ भारतीय जनता पार्टीको बहुमत रहेको छ। माथिल्लो सदन राज्यसभामा भने सरकारसँग बहुमत छैन। विधेयकलाई संसदको समितिमा नपठाई सोझै लोकसभामा प्रस्तुत गरेर सरकारले संसदीय परम्परा मिचेको विपक्षीको आरोप छ। यता विधेयकको विरोध गर्दै भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारे दिल्लीको जन्तर मन्तरमा धरनामा बस्नु भयो। सार्वजनिक यातायातको भाडा घटाउन आनाकानी गरिएको छ। किशोर पौडेलको रिपोर्ट। नेपाल आयल निगमले गत असोजमा पहिलो पटक पेट्रोलियम पदार्थको
अन्तर्राष्ट्रिय बजारको मूल्यमा गिरावट आएपछि स्वचालित प्रणाली अनुसार मूल्य घटाएको थियो। त्यसपछि 8 पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ। पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दा पनि सार्वजनिक यातायातको भाडा भने घटेको छैन। बरु भाडा निर्धारण भएपछि राजपत्रमा प्रकाशित भएको हुनुपर्ने व्यवस्था भएकाले कानून मन्त्रालय मार्फत मुद्रणमा पठाएको र आगामी अङ्कमा प्रकाशित भएपछि स्वतः लागू हुने सरकारी निकायको जवाफ छ। राजपत्रमा पठाइसकेको छ। यो पहिलो पटक भएर हामीले पनि कानुनमा गएर सम्पादन, यो 2049 सालमा यो ऐन आइसकेपछि यो प्रक्रिया चाहिँ राजपत्रमा निकाल्ने प्रक्रिया पहिलो पटक सुरु गरेको छ। यो पहिलो पटक चाहिँ अलिकति गाह्रो चाहिँ पछि त 620 भएर गइहाल्छ। हामी निर्णय गर्छौँ 2-4 निकाल्न सकिहाल्छौँ। मलाई लाग्छ यो मैले उहाँलाई पनि रिक्वेस्ट गरिरहेको छु, उहाँले पनि गरिदिन्छ। अब राजपत्रमा सबै मन्त्रालयबाट जाने र एउटा छापखाना भएकोले उहाँले आगामी हप्ता चाहिँ सम्म चाहिँ आइसकेको हुन्छ राजपत्रमा। जब पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन्छ तब राज्य वैज्ञानिक भाडा पद्धतिको विषय उठाउँछ, तर भाडा घटेको बेला भने त्यसलाई कायम गर्न तदारुकता देखाइएको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बसन्तपुर स्थित महानगरीय प्रहरी परिसर अगाडि विरोध गरेका थिए। बसन्तपुर स्थित एक ट्युसन सेन्टरमा रहेका बेला 2 जना छात्रालाई गत आइतबार बिहान एसिड प्रहार गरिएको थियो। उनीहरूमध्ये 1 जना उपचारपछि घर फर्किएका छिन् भने अर्को 1 जनाको अहिले पनि उपचार जारी रहेको छ। प्रहरीले एसिड प्रहार गर्ने युवाको खोजी जारी रहेको जनाएको छ। शिक्षकहरूलाई राजनैतिक दलका साथै गैर सरकारी संस्था र सहकारीका जिम्मेवार पदमा नबस्न भनी शिक्षा मन्त्रालयले परिपत्र जारी गरे पनि दोलखामा कार्यान्वयन हुन सकेको छैन। जिल्ला शिक्षा कार्यालय दोलखाले त्यस्ता शिक्षकलाई परिपत्र जारी गरेर विद्यालयप्रति जिम्मेवार हुन आग्रह गरे पनि शिक्षकहरूले भने अटेर गर्दै आएका छन्। दोलखाबाट केदार शिवाकोटीको रिपोर्ट। जिल्ला शिक्षा कार्यालयमा भेटिएका शिक्षक टीका घिमिरेले शिक्षण र अन्य पेसालाई सँगै लान नसक्ने ठहर गर्दै राजीनामा दिएको बताएका छन्। शिक्षकहरू पढाउनेतिर भन्दा पार्टीको नेतादेखि गैर सरकारी संस्था, सहकारी लगायतमा पद ओगट्ने होडमा लागेका कारण सामुदायिक विद्यालयको शैक्षिक स्तरमाथि उठ्न नसकेको घिमिरेको ठम्याइ छ। जुन साथीहरूले एकातिर पेसा र अर्कोतिर जागिरलाई